छेउ छ भने पसै पनि रिचाइ दिन्छ के उयो तल हान्ने के अनि पसै पनि यता चढ्छ त्यही भएर जस्तै हान्दैछ भाइले कार्कीमा एउटा आदमी मुजी एकमा घुमाएको देखेर छक पऱ्यो त्यो के भन्छ हामी जोडा आइपुग्यौँ हामी यहाँ ताप्लेजुङको डाँडामा हेर्नुहोस् ताप्लेजुङको कति कुहिरो लाखा कुहिरो होइन आगो लाएर धुवा आगो होइन राजेश दाइले मा चुरोट खाएर धुवाबाट आएको भने त थाहै आउनु मारिन्छ हामी लगभग 18.5 घन्टा उकालो हिँडेपछि बल्ल आइपुग्यौँ स्थानमा 484.5 मिटरको जाडो एकदम बढेको छ केटा हो यसमा आउँदाखेरि ज्याकेट स्याकेट लाएर आउनुहोस् हाम्रो चाइनाको एकजना मान्छेलाई घुमाउन आएको छ भने चाइनादेखि च्याम्जोङ आउनु भएको छ के च्याङमुङ चाइनाबाट च्याम्जोङ आउनु भएको थियो उहाँलाई हामीले यो पर्था परापूर्व कालदेखि अब भनि आएको यसको विशेषता भनिदिनु नि त यसको विशेषता के छ भनेदेखि तपाईँहरू जति पनि आउनुहुन्छ आउँदा आउँदा तपाईँको एनर्जी लस हुन्छ त्यो भोलिपल्ट काम दिन्छ क्या तपाईँहरूलाई यसको एनर्जीले अनि यसमा विशेषता धेरै छ तपाईँले यहाँ मुनि गाउँ छ है तपाईँहरू अहिले देख्नु सक्नुहुन्न किनकि राजस्थान चुट खाएर धाउनु यो त देखाइदिनु तर घाउ तल डेन्जर खानुभएछ छ है राजेशले त चुरोट खाएको चाहिँ कुन चुरोट हो चुट राजस्थानले खाएको सूर्य लन्डा पकर चुरोट खाएर उहाँले देख्नु सक्नुहुन्छ हजुरहरूले यान भाइको नि केही छ कि यान भाइले इङ्ग्लिसमा झोला बोकेर उहाँको इङ्ग्लिस आउँदैन भाइहाल्यो इङ्ग्लिस आएपछि नयाँ कुरो केटा के छ भने ट्रेकिङ आउँदाखेरि पनि पार्टी सुट लगाएर आउनु सक्नुहुन्छ तपाईँले आजबाट ट्रेकिङ आउँदाखेरि तर यो उसको रहेछ दसैँ पूजा हुँदैछ दुर्गा माताको होइन दुर्गा माता बाघमाथि बाघमाथि बल्ल बन्दै रहेछ अर्को वर्ष आउनुपर्छ फेरि विदेश च्याम्जोङ दाइलाई मिलाएर लुट्नुपर्छ त्यति बेला है अहिले हाम्रो चिया सेसन कि फोटो सेसन गए तर यति हिरो यार पढ्ने तपाईँ कालो चस्मा राम्रो आयो है तर त उहाँको नाम चाहिँ नाम पुरा नाम भन्नु नि त अब ओहो ए भनेपछि आफ्नै गाममा नि चिनेनन् मलाई